स्वागत छ मेरो न्यू भिडियोमा। यो भिडियो चाहिँ न्यू चाहिँ भएन, यो चाहिँ क्योटोको सोनोबेमा चाहिँ जनवरी 2024 को चाहिँ जनवरीमा हिउँ पर्दा युकी स्नोफल हुँदाको चाहिँ भिडियो हो। म फर्स्ट टाइम 2022 मा हुँदा चाहिँ एकदम दामी त्यो चाहिँ बाहिरै निस्किनै नमिल्ने खालको, निस्के पनि धेरै बेर चाहिँ बाहिर बस्न नसक्ने खालको थियो। तर 2023 मा चाहिँ बिहान साँझ पर्ने, तर जस्तो कामबाट फर्केर चाहिँ मजाले इन्जोय गर्छु, भिडियो लिन्छु भन्नु चाहिँ नमिल्ने टाइपको थियो कि। हामी चाहिँ बिहान काम चाहिँ बिदा लिएर त्यसरी पहिले हिउँपर्छ बिदा लिएर बस्छु होला भनेर त हुँदैन नि त। अनि पहिले चाहिँ मैले चाहिँ स्नोफल 2022 मै मजाले इन्जोय गरेको थिएँ। त्यो भएर चाहिँ टाइम चाहिँ त्यति खासै नौलो चाहिँ भएन। फर्स्ट टाइम चाहिँ पनि गर्दा चाहिँ फर्स्ट टाइम नै रमाइलो लाग्दो रहेछ। तर यो स्नोफल हुँदा चाहिँ भित्र रुमबाट हेर्दा पनि यस्तो दामी देखिन्छ होइन। मैले चाहिँ कुनै चाहिँ यता रुमबाटै गराएको छु, तर यहाँ चाहिँ पार्किङमा चाहिँ काममा जान ढिला भएको भएर चाहिँ बुढाले गाडी स्टार्ट गरेर अनि अगाडि चाहिँ थुप्रो सिसा पनि त्यो अगाडि हेर्नै नमिल्ने तरिकाले, अनि त्यो उस पनि नखुलेको भएर चाहिँ उहाँले पानी लगेर मैले पानी ल्याइदिएको छु। अनि पानीले चाहिँ अगाडि सफा गरेर त्यो चाहिँ ओपन गर्नुभएको छ उहाँले। अनि यस्तो दामी स्नोफल भएको थियो। तर यस्तो देख्दा चाहिँ काममा नगइकन मजाले घरै बसेर चाहिँ इन्जोय गरौँ जस्तो थियो थिएन। चढ त ट्रेन आइसम्म थियो जानै पर्यो होइन। हामी चाहिँ काममा जाने तयारमा छौँ। यो चाहिँ 2023 मा पनि यतिको चाहिँ परेको थियो है स्नोफल। मलाई चाहिँ क्योटोको एकदम सोनोबेको चाहिँ स्पेसल चाहिँ यो स्नोफल यतिकोमा हिँड्छ गाडी। एकदम याद आउँछ। अहिलेसम्म क्योटोमा चाहिँ छैन है।